भने म प्रचण्डको बुहारी बिना मगरलाई भोट दिन्थे। यदि म कुलमान घिसिङको ठाउँतिर थिएँ भने सायद म उहाँलाई पनि दिन्थे। तपाईँलाई मनमा पनि रासोपा हो, अब सबैलाई भोट दिने भन्नुभयो, तर बालन शाह रासोपाप्रति तपाईँ अलिकति कडा देखिनु भयो कि नयाँ नदेखिने चाहिँ किनभने त्यही त देखिनुको कारण भनिदिनुहोस् न। देखिनुको कारण तपाईँ हेर्नुहोस् न सोरे मगलेलाई तपाईँको एजेन्डा भन्दा के हो भन्दाखेरि तपाईँ कन्भिन्स गर्नु पर्यो नि हामी जनतालाई, हामी नागरिकलाई कन्भिन्स नगर्ने। सबै पछि लगाइराख्नु त कन्भिन्स भएर त होला नि। हो तपाईँ के गर्नु कन्भिन्स हुन्छ? राष्ट्रसभाको एउटा तपाईँ भन्नुहोस् न, राष्ट्रसभाको एउटा यो कुराले चाहिँ यो एजेन्डाले म कन्भिन्स भएँ, यो कारणले गर्दाखेरि चाहिँ राष्ट्रसभाले चाहिँ देशको राम्रो गर्छ। तपाईँ मलाई भन्नुहोस् हामीले कन्भिन्स हुने होइन, हामी त क्वेसन गर्ने हो, तपाईँलाई मैले भन्ने हो नि त। तपाईँ त कन्भिन्स भएर मान्छे पछि लाग्नु भनेको मैले कन्भिन्स भएर राष्ट्रसभामा केही छैन भने 3 करोड जनता किन लागे? 50-55 लाग्यो हस्ताक्षर। तिमी पत्रकार हो नि त, हो यही हो कुरा। पत्रकारले गरेको हस्ताक्षर कसले गर्नुपर्छ थाहा छ? सरकारमा बसिरहेको तत्कालीन सरकारमा गभर्मेन्ट अफिसरले हस्ताक्षर गर्छ, त्योभन्दा बाहिरको मान्छेले गर्ने हो हस्ताक्षर। कस्तो खालको हुइम चलिरहेको छ तपाईँलाई थाहा छ? त पढ्ने गर्नुहोस् न, अलिकति स्टडी गर्नुहोस् न। तपाईँहरू पनि नयाँ हुइम आउँछ, त्यसको पैसा दौडिनुहोस्, बरु सकौँ न हामी। तपाईँको क्वेसनले देखाउँछ कि बाबु पत्रकार हो चाहिँ भन्ने होइन। पत्रकार भनेको निष्पक्ष हुन्छ होइन, निष्पक्ष हुन्छ। त्यो पत्रकार हो जसले एउटाले गाली गरिरहेछ, एउटा नेताले उठाइरहेछ, कसरी पत्रकार? सपोर्ट गर्यो भने राम्रो पत्रकार, राष्ट्रसभालाई मैले भने गर्यो भने खराब। मैले केपी ओलीलाई औँला नउठाउनुहोस् भने मैले तपाईँले भन्न खोजेको उठाउनुहोस्, औँला उठाउनुहोस्। तपाईँ भन्नुहोस् न पहिला यो कुराले हामी केपी ओलीको विरोध गर्छौँ भन्नुहोस् न, पहिला कन्भिन्स गर्नुहोस् न तपाईँहरू। 75-80 जनाको अस्ति हत्या जेन्जी आन्दोलनमा जेन्जी आन्दोलन कसले सुरुवात कसरी भयो त? यो भाइसँग त मेरो कुरा हुन्छ। 75 जेन्जी आन्दोलनमा उकास्यो कसले? जेन्जी आन्दोलन जरुरी के को लागि थियो ल भन, मलाई जवाफ दिनु, मलाई कन्भिन्स गर, मलाई कन्भिन्स गर। उहाँहरूले भ्रष्टाचार गर्नुभयो भने जेन्जीहरू आएका थिए, हामी पनि स्वयं उपस्थित थियौँ जेन्जी आन्दोलनमा। भ्रष्टाचार गर्नुभयो भनेर सांसद भवन भट्काउन जाने हो? आन्दोलनको त्यो रूप हो, क्रान्तिको मतलब के हो? क्रान्तिको मतलब भाइ कसले राष्ट्रसभाले गरेको? जोसुको पाठ छोडिदेऊ, जोसुको राष्ट्रसभा कुनै के पाठ सबै छोडिदेऊ। क्रान्तिको मतलब के हो? के थियो? शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने थिएन? गोली चल्नेपछि आकर्षित भएको भनिएको छ। नै संसद भवनमा जाने प्लान थियो। सरकारलाई आन्दोलन गर्ने मान्छेहरूले सरकारलाई जानकारी के गराएको थियो? हामीले के कारण हामीले शान्तिपूर्ण आन्दोलन गर्छौँ, माइती घरमा गर्छौँ भनेर भनेको थियो। गैती बेलचाले झपलेर संसद भवन हान्न जाने कसको प्लान थियो ल भन? 23 गते पहिला आउँछ कि 24 गते? म 23 कुरा गर्दैछु, नै 23 कुरा गर्दैछु। 23 गते सुरक्षाकर्मीहरूको ब्यारिकेड तोडेर संसद भवनमा अट्याक गर्न जाने कसको प्लान थियो ल भन्नुहोस् मलाई पहिला। कुनै पनि कुरा गर्दाखेरि चाहिँ सुरुदेखि गर्नुहोस् के तपाईँहरू, स्टार्ट कहाँबाट भयो भन्ने कुरा गर्नुहोस् कि। सुरक्षा व्यवस्था राम्रो भएन, किन बोलाउन सक्नु भएन? अब यस्तो छ, यहाँ तपाईँहरू जस्तै मान्छेको लाइन छ, वार्तामा बोल्नु एउटा हिट अफ द मोमेन्ट परिस्थिति यस्तो बिर्सिसक्यो, बनिसकेको छ जहाँ विध्वंस भइसकेको छ, गोली चलिसकेको छ, मान्छेले इमोसनल रक्तामी भइसक्यो, रगत बगिसकेको छ। त्यति भएर तपाईँले सोचे जस्तो सोचे तपाईँले एउटा आइफोन समातेर वार्तामा किन बोलाउनु भएन? उहाँले यस्तो किन भएन भने जस्तो हुन्छ भाइ। होइन, हाम्रो क्वेसन यो भयो कि केसले त्यत्रो भयो नि, त्यसमा जिम्मा त सरकारमा बसेकोले लिनुपर्ने होला नि त। सरकारको व्यवस्थापन राम्रो भएन होला, सरकारले नर्मली राजा मर्दाखेरि जिम्मा कसले लियो? सरकारमा को थियो? तत्कालीन प्रधानमन्त्री को थियो? मलाई भन्नु त तपाईँ यस्तो पढ्नु। होइन, हामी तपाईँलाई 23 गतिको सोधिरहेको छौँ, 23 गतिको त्यो पछाडि नजानुहोस् न। पछाडि किन नजाने हो? एउटै एउटा आन्दोलन भनेको सबको हुन्छ भाइहरू। फेरि है अलिकति तपाईँ पत्रकार हो, तपाईँको जस्तो मुख छ मेरो पनि त्यस्तै छ होइन। एउटै कुरामा केन्द्रित अतिरञ्जित नगर्नुहोस्। होइन, अतिरञ्जित गरेको होइन, जिम्मा त सरकारले लिनुपर्छ नि भन्ने। लिउँ न त, कि त उसले गल्ती होइन, हामीले सुरक्षा व्यवस्थामा हामीले 17,000 मान्छे मर्दाखेरि चाहिँ प्रचण्ड लिनुपर्ने, आन्दोलनकारीले लिनुपर्ने। 17,000 मान्छे मर्दाखेरि 10 वर्ष देशले क्षति बेहोर्दाखेरि चाहिँ माओवादीले लिनुपर्ने, अपोजिटको आन्दोलन गर्ने मान्छे लिनुपर्ने, अनि जेन्जी आन्दोलन हुँदाखेरि चाहिँ सरकारले लिनुपर्ने। व्हाट ननसेन्स भाइ। किन पहिला नियम बनाउँथ्यो भने पत्रकारहरू बनाउने नियम हामीले बनाउने बनाउन त ल के गर्नुपर्छ ल भन, त्यहीबाट जाउँ न त कुरा। तपाईँको विचारमा यो आन्दोलन हुनुमा जेएनजीको गल्ती हो, सरकार निर्दोष? मैले भने त्यसले जिम्मा लिनुपर्छ भर्खर त्यही त भन्नुभयो। कसरी भयो भने मैले आन्दोलन गर्यो त्यसले जिम्मा लिने भन्नुभयो भर्खर तपाईँले। त्यही त कन्सिक्वेन्सेस। जस्तै 2052 सालबाट सुरु भएर 62 सम्म पुग्दाखेरिको चाहिँ माओवादी
त्यो त आन्दोलन हुँदाखेरि मान्छेहरू मर्छन्। हामीमा स्कुलिङ पनि के छ, के अरे बन्दैन देश, 2-4 सपुत मरेर नगए, बन्दैन बिहान, बिरबिरामा तारा, बिरबिर तारा झरेर नगए भन्ने स्कुलिङबाट चाहिँ हामी आउने होइन। त्यसपछि हामी देशको लागि आहुति दिन्छौँ पनि भन्ने, देशको लागि हामी मर्न तयार छौँ भन्ने, हामी आन्दोलनमा जाने पनि हामी होइन। त्यो क्रममा त्यहाँनिर त तपाईँको लडाइँ हुँदाखेरि त डेफिनेटली दुवैको पक्षबाट हुन्छ नि त। अनि एउटाले चाहिँ जिम्मा लिनु पर्ने कसरी, दुइटाले लिनु परेन भने कि तपाईँको विचारमा जेनजी आन्दोलन हुनु गइरहेको डेफिनेटली जरुर जेनजी आन्दोलन हुनु पर्थ्यो, शान्तिपूर्ण हुनु पर्थ्यो। त्यसरी उचालिनु हुँदैन थियो। त्यसरी एउटा हुन्छ नि, हामी आन्दोलन गर्ने मान्छेले हामीले चाहिँ पोजिटिभ कुराको लागि हामीले क्रान्ति गर्ने हो कि। तर हामी त्यसरी के अरे पुलिसहरूलाई बनाउनलाई ब्यारिकेड तोडेर तपाईँले खिच्नु भएको भिडियोमा छ त। शान्तिपूर्ण आन्दोलन गर्दा शान्तिपूर्ण किन भएन? परिवर्तन हुन सक्यो होला। यस्तो छ त, सुन्नुहोस् न, यस्तो छ, हामी मारेर मरेर भन्दा पनि भलै हामीले छोटो परिणामको लागि चाहिँ एकछिनको लागि चाहिँ जस्तो हामीले अहिले चाँडो परिणाम पायौँ। के परिणाम पायौँ भने सरकार चेन्ज भयो, अन्तरिम सरकार भयो होइन। 83 हुनुपर्ने वयसम्म भयो। हामीमा कोही हामीले के को लागि क्षति गरिरहेछौँ भन्ने कुरा हो खासमा चाहिँ होइन। के को लागि क्षति गरिरहेछौँ त हामीले? आन्दोलन जरुरी त्यो होइन, आन्दोलन गर्नुपर्छ, क्रान्ति गर्नुपर्छ, नयाँ नयाँ सोचहरू विचारहरू आउनुपर्छ, आवाज उठाउनुपर्छ देशको। तर त्यो आवाज देशको पक्षमा उठाउनुपर्छ, देश ध्वस्त बनाउनको लागि होइन। बुझ्नु भएन? मैले भन्नु खोजेको त्यो हो। तर तपाईँहरू के गर्नुहुन्छ? तपाईँहरू एकदमै एउटै कुरालाई एक पक्षतिर अतिरञ्जित गर्नुहुन्छ। हामीबाट गल्ती भएको छैन र भएको छ नि त। तपाईँहरू अहिले पनि सोसियल साइटहरूमा सबैजना सोसियल साइटहरूमा कति हुन्छ नि अपराधहरू बढिरहेको तपाईँ सबै थाहा हुन्छ। त्यो विधेयकको कुरा गर्नु तपाईँहरू फेरि त्यही गलत हो भन्नुहुन्छ होइन। राम्रो विधेयकहरू त हामी पनि एकछिन पढौँ न, हिजो पास गरौँ न। हिजो एमसिसीको कुरा आउँदाखेरि पनि त्यत्रो मान्छेहरू आयो, आउँदा पास गर्नु खायो। तपाईँ हामी चुप लाएर उहाँले जे पारित गर्नु मान्यो हामीले होइन। हामी कति ठाउँमा हामीले झुकिरहेको छौँ, कति ठाउँमा हाम्रो फल भइरहेको छ। झुक्दा अहिले झुक्नै नसक्ने गरी धेरै नै लिउरेर सडकमा आएको भन्छन् कि आउनेहरू, सडकमा आउनेहरू चाहिँ अति भएर आएको भन्छन्। जस्तो म भन्छु जेनजी भाइहरू होइन, सबजना भाइहरू तिमी भन्छु है, भाइहरू तिमीलाई चाहिँ लाग्थ्यो जेनजी आन्दोलन हुने यो हुन जरुरी थियो कि थिएन? यसको परिणाम के पायौँ हामीले? यसमा त घुसपेट भयो भन्ने छ। घुसपेट कसले गर्यो जस्तो लाग्छ तपाईँलाई? घुसपेट त सबैले नै गर्नुभएको छ, हामीले देखिरहेको छ भिडियोमा, छर्लङ्गै छ त, छर्लङ्गै छ। रविजी जेलबाट निस्किनु भएको जस्तै यस्तो भएको छ। मैले तपाईँहरूलाई यो अहिले भनिरहनु भन्दा तपाईँहरूलाई मैले मेरो फेसबुकमा धेरै जानकारी दिइसकेको छु है। घुसपेट कसरी भएको थियो, मान्छेहरू कसरी फाइदा उठाउनु खोजिरहेको थियो, त्यहाँ के भएको थियो। जेनजीहरूले त शान्तिपूर्ण आन्दोलन गर्ने, हामी करप्सनको विरुद्धमा गर्ने भन्ने कुरा थियो नि त। त्यसमा त हामी पनि त ओके थियौँ नि त होइन। हामी पनि त ओके थियौँ, त्यसलाई त हामीले सपोर्टै गरेका थियौँ। तर त्यहाँ त सपोर्ट दिनु जेनजी आन्दोलनलाई यस्तो भन्छ जति मगरले तपाईँहरू त्यसरी अतिरञ्जित गर्नु, त्यसरी तपाईँहरूले यस्तो खालको समाचार सम्प्रेषण गर्दाखेरि मान्छेहरूले चाहिँ सही गलत छुट्याउन सक्दैन कि हजुर होइन। हामीले प्रश्न गऱ्यौँ, तपाईँले जवाब दिनुभयो नि त। हामीले गलत प्रश्न गऱ्यौँ, तपाईँले सत्य जवाब दिनुभयो। तपाईँले प्रश्न त्यसरी गर्ने नै होइन। पहिलो कुरा तपाईँले कसरी गर्नुभयो थाहा छ? मैले कुनै पनि उसमा चाहिँ मैले केपी ओली राइट छ नि यो आन्दोलन भनेको छु अहिलेसम्म एउटा शब्द निकाल्नु। अलिक हामी प्रश्न सोद्धाखेरि जवाब दिँदाखेरि पनि थोरै संयमता अपनाउँ, थोरै संवेदनशील रहौँ। तपाईँको एउटा आइफोन 1300को भरमा तपाईँले एउटा हुन्छ नि सानो डायलग काटेको भरमा देशमा कति धेरै हार्म हुनसक्छ, देशको लागि कति धेरै हार्मफुल हुनसक्छ। तपाईँ हामी पनि एकदम संवेदनशील हुने बेला हो यही हो। तपाईँहरू अहिले पनि एकजनाले बारेमा उचालिदिनु भएको छ, अर्कोले केपी उचालिदिनु भएको छ, अर्कोले अर्को उचालिदिनु भएको छ होइन। तपाईँहरू जसको पक्षमा तपाईँको आस्था छ, तपाईँहरूले